के
नगर भो यस्ता कुरा आउन देउन टेलिफोन नगर भो यस्ता कुरा आउन देउन टेलिफोन जे भए नि मार्ने पाल्ने उनै प्रभु हुन् जे भए नि मार्ने पाल्ने उनै प्रभु हुन् जे भए नि मार्ने पाल्ने उनै प्रभु हुन् हेलो 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 बा बोलेको म बोलेको बाबा म साइलो क्या साइलो आरोपबाट साइलो बोलेको ए साइलो हो साह्रै अत्यास लाग्यो बाबु फोन कुरेर म बस्दा साह्रै अत्यास लाग्यो बाबु फोन कुरेर म बस्दा सन्चै छस् कि के छ साइला तेरो अवस्था सन्चै छस् कि के छ साइला तेरो अवस्था सन्चै छस् कि के छ साइला तेरो अवस्था खै कसरी भनु बाबा जिउमा सन्चो छैन खै कसरी भनु बाबा जिउमा सन्चो छैन 7.5 का 10 रहेछन् धन्नै गएन 7.5 का 10 रहेछन् धन्नै गएन 7.5 का 10 रहेछन् धन्नै गएन देउरे आँखा फरफराइछ डराइरहेछ मेरो मन देउरे आँखा फरफराइछ डराइरहेछ मेरो मन के भएको हो नि बाबु लाउन छिटो भन के भएको हो नि बाबु लाउन छिटो भन के भएको हो नि बाबु लाउन छिटो भन कसो गरी भनौ बाबा मैले मेरो मुखले कसो गरी भनौ बाबा मैले मेरो मुखले यो अवस्था भयो मेरो दुखै दुखले यो अवस्था भयो मेरो दुखै दुखले यो अवस्था भयो मेरो दुखै दुखले भन्न बाबु तेरो बेता किन हो न बताउने भन्न बाबु तेरो बेता किन हो न बताउने हामी बुढा बाउआमालाई अझै सताउने हामी बुढा बाउआमालाई अझै सताउने हामी बुढा बाउआमालाई अझै सताउने शक्ति नभा म त अझै मुख फोरेर भन्नलाई शक्ति नभा म त अझै मुख फोरेर भन्नलाई हजुरले सक्नुहुन्न त्यो मन धान्नलाई हजुरले सक्नुहुन्न त्यो मन धान्नलाई हजुरले सक्नुहुन्न त्यो मन धान्नलाई भन बाबु जसरी नि मैले मन धानुला भन बाबु जसरी नि मैले मन धानुला क्यारौँ त नि यस्तै रहेछ कर्म भनुला क्यारौँ त नि यस्तै रहेछ कर्म भनुला क्यारौँ त नि यस्तै रहेछ कर्म भनुला काम गर्दै थियौँ बाबा साथी र म बसेर काम गर्दै थियौँ बाबा साथी र म बसेर दाहिने खुट्टा भाँचियो नि कलम खसेर दाहिने खुट्टा भाँचियो नि कलम खसेर दाहिने खुट्टा भाँचियो नि कलम खसेर क्यार्यौ बाबु तिमीले यस्तो विदेशमा गएर क्यार्यौ बाबु तिमीले यस्तो विदेशमा गएर बसी खानु छैन तिमी आमा रोएर बसी खानु छैन तिमी आमा रोएर बसी खानु छैन तिमी आमा रोएर कुरै सुन्दा गोडा खान्यो लाग्यो मलाई ठुलो डर कुरै सुन्दा गोडा खान्यो लाग्यो मलाई ठुलो डर म सक्दिन फोनला बुढी आफै कुरा गर म सक्दिन फोनला बुढी आफै
तीन वर्ष भेडा हेरी सुख पाइएन 3 वर्ष भेडा हेरी सुख पाइएन जाबो भेडा चराएको पैसा खाने कस्तो छ जाबो भेडा चराएको पैसा खाने कस्तो छ जहाज भाडा माग बाबु फर्की घर आऊ जहाज भाडा माग बाबु फर्की घर आऊ जहाज भाडा माग बाबु फर्की घर आऊ कसो गरी भनु मैले भनी पासो हुन्छ कि कसो गरी भनु मैले भनी पासो हुन्छ कि मेरो पिले आमा तिम्रो मुटु छुन्छ कि मेरो पिले आमा तिम्रो मुटु छुन्छ कि मेरो पिले आमा तिम्रो मुटु छुन्छ कि के दिनमा विदेश गयो आफतमा पर्यौ नि के दिनमा विदेश गयो आफतमा पर्यौ नि दिनै भेडा हेर्दैछौ कि अन्तै सर्यौ नि दिनै भेडा हेर्दैछौ कि अन्तै सर्यौ नि दिनै भेडा हेर्दैछौ कि अन्तै सर्यौ नि झगडा भो छोडी आमा भेडा हेर्न जानीमा झगडा भो छोडी आमा भेडा हेर्न जानीमा यति बेला सरेको थिएँ फलम खानीमा यति बेला सरेको थिएँ फलम खानीमा यति बेला सरेको थिएँ फलम खानीमा कस्तो छ त मेरो बाबु अहिलेको नयाँ ठाम कस्तो छ त मेरो बाबु अहिलेको नयाँ ठाम उस्तै रुखो छ भने त छोड्देऊ बरु काम उस्तै रुखो छ भने त छोड्देऊ बरु काम उस्तै रुखो छ भने त छोड्देऊ बरु काम साथी भाइले सेवा गरे बिरामी भई म बस्दा साथी भाइले सेवा गरे बिरामी भई म बस्दा कसो गरी बताऊ आमा मेरो अवस्था कसो गरी बताऊ आमा मेरो अवस्था कसो गरी बताऊ आमा मेरो अवस्था किन कुरा अझै पनि दुधारमा राखेको किन कुरा अझै पनि दुधारमा राखेको छैन मैले तिम्रा कुरा बुझ्न सकेको छैन मैले तिम्रा कुरा बुझ्न सकेको छैन मैले तिम्रा कुरा बुझ्न सकेको यति बेला खाछु आमा साथी भाइसँग बसेर यति बेला खाछु आमा साथी भाइसँग बसेर दाहिने खुट्टा भाँचियो नि कलम खसेर दाहिने खुट्टा भाँचियो नि कलम खसेर दाहिने खुट्टा भाँचियो नि कलम खसेर उपचार गर्नलाई पैसा पनि भएन रे उपचार गर्नलाई पैसा पनि भएन रे लाउन बुढा छोराको त खुट्टै छैन रे लाउन बुढा छोराको त खुट्टै छैन रे लाउन बुढा छोराको त खुट्टै छैन रे हे भगवान मेरो छोरालाई के भयो नि लौ नानी मेरो छोराको त खुट्टै छैन रे हे बाबु फर्केर आउन बरु मेरो बाबु आउन बाबु नरुनु न मेरी आमा नरुनु न बाबा त नरुनु न मेरी आमा नरुनु न बाबा त अलि निको भइसकेछ गाउनी अब त अलि निको भइसकेछ गाउनी अब त अलि निको भइसकेछ गाउनी अब त
पनि कस्तो हो तिम्रो मेरो भेट हुने दिन पनि कस्तो हो के छ सानो सन्चै छौ कि मैलै जस्तो हो के छ सानो सन्चै छौ कि मैलै जस्तो हो के छ सानो सन्चै छौ कि मैलै जस्तो हो मनको यो घाउ दुखे पनि गर्छु हिँड्डुल गर्न त मनको यो घाउ दुखे पनि गर्छु हिँड्डुल गर्न त अब खप्न गाह्रो पर्यो मर्छु मन त अब खप्न गाह्रो पर्यो मर्छु मन त अब खप्न गाह्रो पर्यो मर्छु मन त मर्ने भन्ने कुरा त्यति सजिलो त छैन नि मर्ने भन्ने कुरा त्यति सजिलो त छैन नि आलो घाउमा नुन छ किन तिमीले भएन नि आलो घाउमा नुन छ किन तिमीले भएन नि आलो घाउमा नुन छ किन तिमीले भएन नि सकिन नि पर्खी बस्न समस्याले घेरेर सकिन नि पर्खी बस्न समस्याले घेरेर कहिलेसम्म बस्छु मैले बाटो हेरेर कहिलेसम्म बस्छु मैले बाटो हेरेर कहिलेसम्म बस्छु मैले बाटो हेरेर जे भए नि